गरिबी, महँगी र बेरोजगारीले थलथलिएको हाम्रो देशमा आजबाट थप 53वटा चिया उद्योगहरू बन्द भएका छन् भने चाँडै बाँकी 33वटा पनि बन्द हुने स्थितिमा पुगेको छ, जसले गर्दा 1 लाखभन्दा बढी मजदुर र 30,000 भन्दा बढी किसानको दैनिक रोजीरोटी खोसिएको छ भने देशको अर्थतन्त्रको एउटा ठूलो हिस्सा ठप्प भएको छ। त्यसैले एक नेपाली भएको नाताले यो भिडियो र समस्यालाई सक्दो शेयर गर्दै सामाजिक सञ्जालबाट तर्को दबाव सिर्जना गरी सरकारको ध्यानाकर्षण गराउँ ताकि हाम्रो देशमा थप गरिबी, बेरोजगारी र परनिर्भरता नबढुन्। सबै कुरा अरू देशबाट ल्याएर चल्दै आएको हाम्रो देश नेपालले थोरै मात्रै कुरा अरू देशमा निर्यात गर्ने गर्दछ र जसमध्ये धेरै निर्यात हुने वस्तु हो चिया। नेपालले वार्षिक रूपमा 1 करोड 50 लाख केजी भन्दा बढी चिया विभिन्न देशहरूमा निर्यात गर्दै आइरहेको थियो, जसबाट वार्षिक लगभग 4 अर्ब 25 करोड भन्दा बढी विदेशी मुद्रा नेपाल भित्री रहेको थियो। तर भारतले विभिन्न बहाना देखाउँदै नेपालको चिया बेच्न अवरोध खडा गरिदिएसँगै नेपालमा रहेको प्राय सबै ठूला साना चिया उद्योगहरू एकसाथ बन्द भएको हो। किनकि यसरी निर्यात हुने चियाको लगभग 90% बजार भारत हो भने बाँकी 10% जर्मनी, फ्रान्स, जापान र अमेरिका जस्तो देशहरूमा जाने गर्दछ। पछिल्लो 1 महिनादेखि भारतले नियतवश नेपालको चिया रोकिरहेको व्यवसायीहरूको गुनासो छ, किनकि भारतले चिया आयातमा एसओपी अर्थात् स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर नीति लागू गरेको छ। योभन्दा अगाडि नेपाली चिया बोकेको गाडी सहजै भारत जाने गर्दथ्यो भने कुनै शंका लागेको खण्डमा त्यो गाडीको मात्रै चेक जाँच हुने गर्दथ्यो। तर अब यो नीति लागू भएसँगै नाकाबाट जाने हरेक गाडीको ल्याब टेस्ट गरिनुपर्ने अनि उक्त टेस्टको रिजल्ट आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रिया थपिएको कारणले गर्दाखेरि भारतीय व्यापारीहरूले अब नेपाली चिया किन्नै छाडेका छन्। समस्या नेपाली चियाको गुणस्तरमा होइन, समस्या त भारतले लगाएको यो झन्झटिलो प्रक्रियामा हो। किनकि नेपालको चिया उच्च गुणस्तरको भएकै कारणले गर्दाखेरि फ्रान्स, जर्मनी, जापान र अमेरिका जस्तो विकसित देशहरूमा गइरहेको छ। त्यसैले नेपाल सरकारले कति पनि ढिला नगरिकन G2G मार्फत भारत सरकारसँग कुराकानी गरेर यो समस्याको हल तुरुन्तै निकाल्न जरुरी छ। तर 1 महिना अगाडिदेखि चिया व्यवसायीहरूले पटक पटक सरकार र सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि सरकारले वास्ता नगरेको कारण आज बाध्य भएर इलाममा रहेको 53वटा उद्योग एकसाथ बन्द गरिएको व्यवसायीहरूको भनाइ छ। हाम्रो देशमा मुख्य गरी 2 किसिमको चिया बन्ने गर्दछ, अर्थोडक्स र सिसिटी। सिसिटी भनेको चाहिँ तपाईँ हामीले दैनिक हाम्रो घरतिर प्रयोग गर्ने दानावाला चिया हो भने चिया हो र यो बजारमा जताततै सजिलै पाइन्छ भने यो सस्तो पनि हुन्छ। तर अर्थोडक्स भनेको चाहिँ सिसिटीको तुलनामा निकै महँगो हुन्छ, किनकि यसलाई बनाउन निकै झन्झटिलो हुन्छ। अर्थोडक्स चिया बनाउनको लागि चियाको बोटबाट एकदमै कलिलो एक सुइरो वा 2 पात मात्रै हातले टिपिन्छ, त्यसपछि त्यसलाई मेसिनमा राखेर हल्का घुमाएर मजाले सुकाइन्छ र तयार भएपछि पनि यो चियाको दाना नभएर सुकेको सिङ्गै पात हुन्छ। यसरी तयार भएको चियालाई अर्थोडक्स चिया भनिन्छ र यो चिया भारत, जापान, जर्मनी जस्ता देशहरूमा जान्छ, जसको मूल्य निकै महँगो हुन्छ। अर्थोडक्स चिया भनेको हामीले बुझ्ने भाषामा ग्रिन टी जस्तै सम्झिँदा हुन्छ, तर ठ्याक्कै ग्रिन टी चाहिँ भने चाहिँ होइन हो। अहिले बन्द भएको अधिकांश उद्योगहरूले यही अर्थोडक्स चिया बनाउने काम गर्थ्यो, किनकि अर्थोडक्स चिया हिमाली भेगमा पाइन्छ भने सिसिटी तराई क्षेत्रमा पाइन्छ। त्यसैले गर्दाखेरि यो महँगो चिया नेपालभित्रै बेच्न सकिने अवस्था छैन र यसको बजार भनेको भारत लगायत अन्य विकसित देशहरू नै हो। त्यसैले अब नेपाल सरकारले कति पनि ढिला नगरिकन भारतसँग कुरा गरेर अहिले तत्कालको लागि गोदाममा थन्किएर बसेको लाखौं किलो चिया बिक्री गर्ने र निकट भविष्यको लागि भारतसँग मात्रै निर्भर रहनुपर्ने बाध्यतालाई हटाउँदै बाँकी देशहरूमा पनि नेपाली चियाको बिक्री बढाउन सुरु गर्नु जरुरी देखिन्छ। किनकि आफ्नो देशभित्र भएको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म लाने जिम्मा नेपाल सरकारकै हो। त्यसैले बालेन सरकार देश फेसबुकको स्ट्याटसमा होइन, देश साँच्चै फिल्डमा आएर बनाउन थाल्नुहोस्। यति धेरै समस्याले घेरिएको हाम्रो देशको प्रधानमन्त्रीसँग आगामी 5 वर्ष शनिबार र आइतबार बिदा लिएर जिस्किने समय नहुनु पर्ने हो। किनकि हिजोकाहरूले गरेनन् भनेर जनताले तपाईहरुलाई यो देशको नेतृत्व गर्न पठाएका हुन्। देख्नेले पनि के भन्लान्, विगतमा बुढा नेताको शासन हुँदा खुरु चलिरहेको चिया उद्योग अहिले देश बनाउन आएका युवा नेताको पालामा पो बन्द भएछन्। त्यसैले प्रधानमन्त्रीज्यू अब जिस्किनु छाड्दिनुस् र आफै फिल्डमा आएर लाखौं मजदुर, किसान र देशको अर्थतन्त्रसँग जोडिएको चियाको समस्या दीर्घकालीन रूपमा समस्या समाधान गर्नेतिर लाग्नुहोस्।